नमस्कार, म पदम महत। वाट आई विस आई न्यू बिफोर आई स्टार्ट दिस बिजनेस। सो गाइस, आजको टपिक चाहिँ यो रहेको छ। अनि हामीले चाहिँ बिजनेस सुरु गरिसकेपछि चाहिँ अब यो चाहिँ ओभरनाइटै चाहिँ रिजल्ट आउँछ र हामी सक्सेस हुन्छौँ भन्ने हुँदैन। र त्यसको लागि भनेको चाहिँ हामीले कन्सिस्टेन्सी मेन्टेन गर्नुपऱ्यो, आफ्नो कार्यलाई रोक्नु भएन। अनि हामी चाहिँ निरन्तर रूपमा चाहिँ आफ्नो कार्य चाहिँ गरि नै रहनुपर्ने हुन्छ। र अब हामीलाई चाहिँ यो बिजनेसमा आफ्नो लाइफ टाइम हाम्रो कोच, हाम्रो मेन्टरहरू हामीलाई दिएको हुन्छ। अनि हामी चाहिँ कतै गएर अथवा केही काम गर्दै जाँदाखेरि हामी त्यहाँनिर रोक्यौँ अथवा हामी अगाडि बढ्न सकेनौँ भने चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ एकदमै राम्रो कम्युनिटी छ। हामीले चाहिँ उहाँहरू जो कोहीसँग पनि चाहिँ रिच आउट गऱ्यौँ भने हाम्रो प्रब्लम चाहिँ सल्भ हुन्छ। अनि त्यसको साथसाथै चाहिँ अब हामीलाई चाहिँ यहाँनिर अब भिडियो बेस ट्रेनिङहरू पनि दिएको हुन्छ, जुनबाट चाहिँ हामीले धेरै ज्ञानहरू पनि सिक्न सक्छौँ। अनि अब यदि तपाईँहरूले पनि यस्तै खालको चाहिँ बिजनेसको खोजीमा हुनुहुन्छ र चाहिँ आफ्नो लाइफस्टाइललाई चाहिँ चेन्ज गर्न चाहनुहुन्छ भने प्लिज रिच आउट टु मी। म वेबसाइट यहाँ माथि राखिदिन्छु। त्यसमा गएर तपाईँले आफ्नो नाम अनि इमेल लगाएर रजिस्टर गर्नुहोस्। अनि वाट नेक्स्ट चाहिँ अनि म भनिदिनेछु। सो गाइस, आजलाई यति नै। म भोलि फेरि अर्को नयाँ टपिक लिएर नयाँ दिन आउनेछु। सो त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।